आयो अर्को हेर यो एसएलसी फेल भन्दैछ। म एक क्लास पढेको छैन, के गर्छस्? जनताले जिताएर पठायो त वडा अध्यक्ष जितेर आइज न। त्यो भए उनीहरूलाई अहिले पनि भन्छु म, तिमीहरूको औकात छैन। तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र साईले उठाएको प्रश्नको जवाफ दे भन्नुहोस्। हिम्मत छ भने ल सबैले आज लेख, ज्ञानेन्द्र साईले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन। छ जवाफ दिने हिम्मत छ? जवाफ दे भन। म जवाफ सुन्न तयार छु। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो, पढ्या हो। म पढ्दै पढेको छैन ल, एक जिरो अक्षर पनि पढेको छैन, तर जनताले जिताएर पठाएको जनताको प्रतिनिधि हो। तिम्रो घन्टेलाई 421 मा स्टप गरे हो जुम्लामा। कुरा गर्छौ, जहाँ गयो हल्ला गरे छ, लफडा। ल हिम्मत छ? जापानमा छु म, जापानमा कति छौ सब जम्मा हो, भोलि विरोध गर्न आऊ। ल म फेस गर्छु। सक्छौ? छ तिम्रो दम? आज खै त तिम्रो खगेन्द्र सुनारलाई अगाडि राखेरै ठोकियो त। खै कहाँ थियो दम? छ तिमीहरूको? सामाजिक सञ्जालमा कराएको छ, मान्छेलाई तपाईको भ्रमित पारेको छ, दुनियाँ गरेको छ। के छ? हेर आयो अर्को मेरो कथावाला। को आउँछ? वडा अध्यक्ष जितेर आवन, सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग सङ्घर्ष गरेर आएको। दमका साथ भन्छु, यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथमा भन्छु तिमीहरूलाई, दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। छ दम? छ? ल जवाफ दे भन। त्यो भएन क्लियरका साथ भन्छु। र अब अरू यो सडक छापहरूका अगाडि लागेर केही हुनेवाला छैन। यिनीहरूको कामै त यो भोग्ने हो। र अहिले म स्पष्ट अहिले के भन्न आएको भने क्लियरका साथ, र जापानमा म सुरक्षित छु। जापानमा भोलि पनि भव्य कार्यक्रम हुन्छ, आज पनि भव्य कार्यक्रम भएको छु, स्पष्टका साथ भएको छ। र म जेल तोडेर जेल भागेर आएको होइन, यो कुरा याद गर तिमीहरू है, यो याद गर, दिमागमा डाल, टाउकोभित्र। म तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको। कर्णालीमा मेरो मान्छे मारेपछि, कर्णालीमा एकजना मान्छे भिरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो। म सोध्छु, देशको गृहमन्त्रीलाई सोध्छु, सुदनलाई अगाडि राखेर सोध्छु गृहमन्त्रीलाई, को हु इज दिस यार? एउटा ऊ सांसद हो, हामी पनि सांसद हो, अगाडि राखेर सोध्छु। प्रश्न सोध्न नपाइने हो तिमीहरूको। त्यो भए उनीहरूलाई अहिले पनि भन्छु, यो जुन झुटो हल्ला फैलाइराखेका छौ तिमीहरूले, सकियो, यो सकियो, को सकियो? सुरज गौतम, तिम्रो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउँछु, ल आऊ, मलाई जितेर देखाऊ। सक्छौ? स्पष्टका साथ भन्छु, हल्ला फैलाउने काम बन्द गर, सबैलाई केस हाल्छौँ हामी। आज खुशबु ओलीले एकजना मान्छे पक्राउ गरेका छन्, घण्टीको कार्यकर्ता, चितवनबाट। सभ्य हुनुहोस्, तपाईहरू सभ्य हुन सिक्नुहोस्। यदि प्रतिस्पर्धा गर्ने हो भने मजाले प्रतिस्पर्धा गर, आऊ प्रतिस्पर्धा गर, क्लियरका साथ प्रतिस्पर्धा गर। चुनावमा घण्टीको साथ लिएर जित्या होइन, घण्टीलाई पत्ता साफ गरेर जित्या हो। यो कुरा याद गर तिमीहरू, चाहे जति सिट होस्। त्यो भए उनीहरूलाई अहिले पनि म भन्छु, र जहाँ छौ, जुनसुकै ठाउँ छौ, दारू खाएर हिँड्नलाई तिमीहरूको 4 जना श्रीमतीको पोइ होइन म, बुझ्यौ? स्पष्टका साथ यो अहिले जुन हल्ला फैलाएका छन्, म अहिले यति मात्र भन्न आएको थिएँ तपाईलाई। के भन्न आएको थिएँ भने, जसरी यो जापानमाथि हामीमाथि आक्रमण गरे भन्ने कुरा भएको छ, हामी स्पष्टका साथ, स्पष्ट मर्यादाहीन भन्दो रहेछ एउटा सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादा पालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादा पालक, अनि तिमी घण्टेहरूले मान्छेलाई हुँदै नभएको आक्रमण भयो भनेर तिमीहरू हल्ला फैलाउनेहरूलाई जवाब दिँदा चाहिँ हामी असभ्य? सभ्य हो, हामी सभ्य हो। क्लियरका साथ भन्छु, जापानमा मलाई केही पनि भएको छैन, हामी सुरक्षित छौँ साथी हो।